एउटा 5 तले भवन जत्रो, अझ त्योभन्दा पनि माथिसम्म पुगेको पानीको भल। नेपाल तिब्बत सिमानामा उभिएका मानिसहरूले ज्यान जोगाउन 10 सेकेन्डको पनि मौका पाएनन्। 1 सेकेन्ड अघिसम्म एकदमै सामान्य रहेको त्यो ठाउँ हेर्दा हेर्दै बगरमा परिणत भयो। आजको यस प्रस्तुतिमा हामी त्यही भयानक बाढीको पछाडिको विज्ञान र रहस्य खोज्दैछौँ, जसले सिङ्गो नेपाल तिब्बत सिमानालाई तहसनहस बनायो। यो पूरै घटनाको सबैभन्दा अचम्मको र रहस्यमय कुरा के हो भने नि, जिल्लाका उच्च अधिकारीहरूले नै पुष्टि गरे अनुसार त्यस दिन रसुवामा एक थोपा पनि पानी परेको थिएन। यो कुनै बादल फाटेर आएको बाढी थिएन, अनि बिना कुनै वर्षा त्यत्रो विशाल र विनाशकारी बाढी कसरी आउन सक्छ त? हो, आज हामीले बुझ्न खोजेको मुख्य कुरा नै यही हो। खण्ड 1, बिना वर्षा कसरी भयो यति ठूलो विनाश? तर त्यो रहस्यमय पानी कहाँबाट आयो भन्ने वैज्ञानिक कारण बुझ्नु अघि यसले ल्याएको विनाशतर्फ एकपटक नजर लगाउनै पर्छ। 105 यो कुनै साधारण अङ्क होइन। भगवान भोलेनाथको दर्शन गर्न कैलाश मानसरोवर यात्रामा निस्किएका 105 जना भारतीय तीर्थयात्रीहरू यही बाढीसँगै बेपत्ता भएका छन्। उनीहरूका परिवारको सम्पर्क पूरै टुटिसकेको छ। अझै दर्दनाक कुरा त के छ भने, त्यहाँ सुरक्षा र उद्धारको जिम्मा लिएका 32 जना प्रहरी जवानहरू नै बेपत्ता छन्। सिमानादेखि तल उपत्यकासम्मका 3वटा प्रहरी चौकीहरू त बाढीले पूरै बगाइदियो। जो हाम्रो रक्षाका लागि खटिएका थिए, आज उनीहरूलाई नै खोज्नुपर्ने दुःखद अवस्था आएको छ। अनि अर्को त्रासदी हेरौँ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङभित्र काम गरिरहेका 60 जना मजदुरहरू। उनीहरू पहाडको पेटभित्र अँध्यारोमा काम गरिरहेका थिए। बाहिर के भइरहेको छ भन्ने उनीहरूलाई पत्तो नै थिएन। अनि अचानक त्यो सुरुङको मुखमै पूरै नदी खस्यो। कल्पना गरौँ त त्यो कति डरलाग्दो दृश्य थियो होला। समग्रमा भन्नुपर्दा यस विपत्तिमा लगभग 400 मानिसहरू सम्पर्कविहीन भएका छन्, जसमा 291 जना विदेशी नागरिक, 105 जना भारतीय र 37 जना गैर आवासीय भारतीयहरू पर्छन्। अहिलेसम्म 22 जनाको मृत्यु पुष्टि भइसकेको छ। तर यहाँनिर एउटा आशलाग्दो कुरा पनि छ है। सम्पर्कविहीन हुनुको अर्थ सबैको ज्यान गयो भन्ने पक्कै होइन। सञ्चार टावरहरू ढलेका छन्, बाटो काटिएको छ, त्यसैले मानिसहरू सुरक्षित रूपमा फेला पर्ने क्रम पनि चलिरहेकै छ। खण्ड 2, भयानक विनाशको बाटो। अब हेरौँ यो डरलाग्दो बाढीले कसरी आफ्नो बाटो तय गर्यो र यति छिट्टै कसरी सबै कुरा स्वाहा बनायो। यो घटनाक्रम सुन्दा आङ नै सिरिङ हुन्छ। बिहान ठिक 8:30 बजे तिब्बतको लदे नदीमा कुनै ज्वालामुखी फुटे जस्तो भयानक गडगडाहट सुनिन्छ। त्यहाँबाट निस्किएको भोटेकोसी नदीको भेल ठिक 9 बजे नेपाल चीन व्यापारको मुख्य नाका रसुवागढी आइपुग्छ। भन्सार, ट्रक, इमिग्रेसन सबै बग्छन् र 9:15 बज्दा नबज्दै त यसले टिमुरे बजारलाई पूर्ण रूपमा निलिसकेको हुन्छ। भाग्ने वा चेतावनी दिने कुनै समय नै थिएन। खण्ड 3, पहाडमा झुन्डिएको पानीको बम। अब फेरि त्यही मूल प्रश्नमा फर्कौं। यदि पानी परेको थिएन भने पहाड जत्रो पानीको छाल अचानक कसरी आयो त? विज्ञानको भाषामा यसलाई GLOF अर्थात् हिमताल फुट्दा आउने बाढी भनिन्छ। विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालयका हिम नदीहरू पग्लिरहेका छन्। यसरी पग्लिएको पानीले हिम नदीकै माथि ताल बनाउँछ, जसलाई रोक्ने पर्खाल भनेको कुनै बलियो चट्टान होइन, केवल कमजोर बरफ र माटोको थुप्रो मात्र हुन्छ। जब यो पर्खाल फुट्छ नि, सिङ्गो ताल नै एकै झट्कामा तल झर्छ। स्थानीय भाषामा भन्दाखेरि यसलाई पहाडमा झुन्डिएको पानीको बम नै भन्न सकिन्छ। यो सुन्दा जति डरलाग्दो छ, यति नै यथार्थ पनि हो। अनि यो बम पट्किनुको पछाडि एउटा मुख्य कारण के हुन सक्छ भने, त्यही बिहान तिब्बतमा 4.4 म्याग्निच्युडको भूकम्प गएको थियो। विशेषज्ञहरूले अनुमान गरे अनुसार सायद यही भूकम्पले नै त्यो कमजोर बरफको पर्खाललाई भत्काउने ट्रिगरको काम गर्यो। खण्ड 4, बेवास्ता गरिएका चेतवनी र लापरवाही। प्रकृतिले आफ्नो रूप देखायो, तर अब हामी यो घटनाको सबैभन्दा गम्भीर पाटोतर्फ जाँदैछौँ। अचम्मको कुरा के छ भने, यो कुनै अचानक आएको विपत्ति थिएन। यो त चरम लापरवाहीको नतिजा थियो। ठिक 13 महिना अघि 8 जुलाई 2025मा ठ्याक्कै यही नदीमा यस्तै बाढी आएको थियो। त्यति बेला मितेरी पुल बगेको थियो अनि 9 जनाले ज्यान गुमाएका थिए। त्यतिबेलै अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको स्याटेलाइट रिपोर्टले यस्तो घटना फेरि दोहोरिन सक्ने भनेर स्पष्ट चेतावनी दिइसकेको थियो। तर हेरौँ त 26 अगस्त 2026मा त्यही विपत्ति फेरि आउँदा हामीसँग कुनै तयारी नै थिएन। यो प्रकृतिको कुनै सरप्राइज थिएन, यो त 13 महिना अगाडि नै जानकारी दिएको विपत्ति थियो।
त्यसैले यहाँ सम्बन्धित निकायहरूमाथि एकदमै गम्भीर प्रश्नहरू उठ्छन्। नेपालतर्फ हेर्दा एउटा साइरेन जडान गर्न कति नै खर्च लाग्छ र? 10 मिनेटको पूर्व सूचनाले मात्रै पनि 100औं ज्यान बचाउन सकिन्थ्यो। चीनतर्फ हेर्दा के जुलाई 2025 पछि रियल टाइम डाटा शेयरिङ सुरु भएको थियो त? यदि थियो भने यस्तो अवस्था कसरी आयो? अनि ट्राभल एजेन्सीहरू 13 महिना अघि त्यही रूटमा बाढी आएको थाहा हुँदाहुँदै के तीर्थयात्रीहरूलाई यसको वास्तविक जोखिमको बारेमा जानकारी दिएर जोखिम सहमति पत्रमा हस्ताक्षर गराइएको थियो? यी अनुत्तरित प्रश्नहरूको जवाफ नखोजेसम्म यस्ता त्रासदीहरू रोकिनेवाला छैनन्। खण्ड 5 के हामी तयार छौं? यो त्रासदी नेपाल र तिब्बतको सिमानामा मात्रै सीमित छैन है। यसले सम्पूर्ण हिमाली क्षेत्रलाई नै ठूलो चेतावनी दिएको छ। हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने यस्ता पानीका बमहरू नेपालमा मात्रै झुण्डिएका छैनन्। भारतको सिक्किम, हिमाचल र उत्तराखण्डका माथिल्ला भेगहरूमा पनि यस्ता 100औं तालहरू फुट्ने पर्खाइमा छन्। सन् 2021मा चमोलीमा आएको बाढी त हामीलाई याद छ नि, जहाँ 200 भन्दा बढीले ज्यान गुमाएका थिए। यस्तै खतरा अझै पनि हाम्रो टाउकोमाथि मडारिरहेको छ। अब अन्त्यतिर आइपुग्दा एउटा गहिरो प्रश्न मनमा उब्जिन्छ। बाढी आउनु प्रकृतिको नियम होला, तर पूर्व चेतावनीको व्यवस्था गरेर मानिसहरूलाई यस्तो जोखिममा धकेल्नुलाई के भन्ने? के यो प्राकृतिक आपदा हो वा विशुद्ध मानवीय लापरवाही? वैज्ञानिक चेतावनीहरूलाई यसरी नै व्यवस्था गर्दै जाने हो भने यसको मूल्य हामीले अझै कति चुकाउनु पर्ने हो? यो एउटा यस्तो प्रश्न हो जसको उत्तर खोज्न हामीले धेरै ढिला गरिसकेका छौं। अन्त्यमा एउटा एकदमै महत्त्वपूर्ण जानकारी। यदि यस बाढी प्रभावित क्षेत्रमा कोही आफ्ना मानिसहरू सम्पर्कविहीन छन् भने भारतीय दूतावास काठमाडौँको आपतकालीन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ। नम्बरहरू हुन् +977 98513 16807 र +98512 89455। हिम्मत नहार्नुहोला, उद्धार कार्य जारी छ र सम्पर्कविहीन भएकाहरू फेला पर्ने क्रम पनि चलिरहेकै छ। यस्तो त्रासदी फेरि कहिल्यै देख्न वा सुन्न नपरोस्, हामी सबै यही कामना गरौं।